मानबहादुर घलेको युट्युब च्यानलमा भिडियो हेरेर बसिरहनु हुने आदरणीय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई फेरि पनि स्वागत छ। म आज चाहिँ केरोङको विभिन्न ठाउँहरूमा यसरी भिडियो गर्दैछु। यति राम्रा राम्रा भाँडाहरू बनाएका छन्। यो सबै काठको भाँडा हो है। म गोम्बोतिर घुम्न आएको। अहिले गोम्बोमा नाच कार्यक्रम पनि भइरहेको छ। यति धेरै राम्रो राम्रो भाँडाकुँडाहरू यहाँ हेर्नुहोस्, मैले देखाइरहेको छु। यो लगभग घरमा लगेर सजायो भने कति धेरै राम्रो हुन्थ्यो होला है। यति धेरै राम्रो राम्रो भाँडाहरू हेर्नुहोस् त। बजार भाउ ठिकै छ। यो यति धेरै राम्रो राम्रो छ है यो भाँडाहरू। यो सबै काठले बनाएको हो। यिनीहरू चाहिँ यो काठले बनाएको सबै त, यो सबै काठले बनाएको मैले देखाउँदैछु सम्पूर्ण भाँडाहरू। यो चाहिँ मेलामा चाहिँ यति धेरै राम्रो राम्रो भाँडाहरू है। यहाँ हेर्नु त, हाम्रो खाना हालेर राख्ने ठाउँ, सेभ गर्ने ठाउँ, के अरे भाँडाहरू यति धेरै छ। मैले यहाँ भिडियो गर्दैछु, यहाँ रोटी पकाउँदैछ। यो रातिको बेलामा पनि यति धेरै मेला लागिरहेको छ, यति धेरै सजाइरहेको छ। लुगाहरू हेर्नुहोस्, मैले देखाउँदैछु। अहिले म नाच पनि देखाउनेछु हजुरहरूलाई। यो भिडियो हेरेर माया गर्नु होला, साथ दिनु होला। यति धेरै यो चाहिँ अब के को हो, अब सबै सुनको जस्तो देखिन्छ भिडियोहरू। यहाँ हेर्नुहोस् है, यति धेरै राम्रो राम्रो भिडियोहरू छ, के अरे भाँडाकुँडाहरू। अहिले म नाचकाम पनि देखाउँदैछु। यहाँ मान्छेहरू टन्नै छ। यहाँबाट अहिले देखिन्छ नाचिरहेको छ। यहाँ हेर्नुहोस्, खानेकुराहरू धेरै बनाइरहेको छ। माला यति धेरै राम्रो राम्रो छ है सजावट। भाँडा धेरै, यो सबै काठको हो, कसरी बनाएको हो है। म अहिले नाच पनि देखाउनेछु। पहिला यो सबै यो भाँडाहरू देखाएर पछि म नाच पनि देखाउनेछु है। हेर्नुहोस् त, यो चाहिँ थर्मस, तातो पानी हालेर राख्ने थर्मस। ल ल पैसा काट्यो दिदीको। टोपी, टोपीहरू यसो दामी दामी छ, राम्रो राम्रो छ। यति धेरै मेला लागिरहेको छ। मान्छे हेर्नु त, यति धेरै खिच्छ छ मान्छे हेर्नु त, नाचिरहेको छ यति धेरै। म अहिले माथिबाट गएर खिच्दैछु भिडियो। यो चाहिँ एउटा टिबिटेन नाच हो।
म अहिले अर्को फेरि माथिबाट गएर खिच्दैछु है।